सबै झोल खाइदिएपछि अनि मोमो नि खानु पहिला कति सानो सानो पिस है घरा मात्रै ठुल्ठुलो अब तैँले अर्को नि हाफ प्लेट खान सक्छस् इधर कस्तो साइकल है अर्को नि खान सक्छस् त्यति नै भन आन्टी मोमो भएन भन आन्टी मोमो यसमै हालिदिनु भन मोमो अर्को नि भयो कस्तो खाँदो रहेछ म कहाँ परेर घरमा नि हजुर मोमो हाफ प्लेट ए कहाँ रक्सी खान्छ यसले पानी हो यत्रो सानो फुच्चीहरूले यसरी रक्सी खायो भने त मुटु फुट्छ आफै फुट्छ त्यहीँ राख्न यहीँ राख्न चरा के तरह तँलाई लास्टै भोक लाग्थ्यो तैँले स्कुलबाट आएर के खाइस् फेरि भन् त तैँले स्कुलबाट आएर के खाइस् अमलेट खाइस् त्यस तैँले स्कुलबाट आएर के खाइस् किन बन्द गर्नु न बजारमा पिट्नुहुन्छ त चुप लाएर हात बाँधेर बस्छ ल मोमो आउने बेलासम्म ल म हेर्छु ल कति सक्दो रहेछ ल हात कहीँ नगरिकन ल चुप लाएर अगाइस मोमो खाएर अर्को नि खान सक्छस् यो खाएपछि अर्को पनि सकिनस् भने सकिनस् भने नि अर्को खान सकिनस् भने नि साँच्चीकै खाइनस् भने के गर्ने तर झोल त खान्छ रहेछ यसले पैसाले फाल्छ म सर थोरै पानी छ भने यति दिनु न है यसमा यसलाई पोल्यो ल बिस्तारै झोल खाऊ झोल हाल झोल खाऊ झोल खाऊ त चम्चा झोल पिउ अनि चिसो
मोमोको त म पनि पाकै के हो हामी त घरमा बनाएर खान्छ नि हामी 3 पासुन 4 पासुन बनाउँछ एक्लैले हामीहरूले नि 3 जना परिवारले नि घरमा चाहिँ बोक्रा खाँदैन थियो यहाँ चाहिँ खाए बोक्रा मात्र खान्थ्यो क्या घर तपाईँले टेस्ट गर्नु भएन म त खानु चाहिँ मेरो कोलेस्ट्रोल बढेछ कि कोलेस्ट्रोल बढेर प्रेसर वात्तै बढेको थियो क्या त्यो भएर अनि औषधि खाएर बल्ल तल्ल औषधि छुटे खा अनि बार्ने मुख त बार्नै पर्छ यो मोमो मोमो भने मैदा डेन्जर रहेछ क्या कोलेस्ट्रोल भएको पहिला मोमो खा अनि झोल खा न ल छिटो खा ल खतरी क्या खसेन सेभ गरे सेभ अचार चाहिन्छ अचार राम्रो पर्छ पर्दैन अनि चकचक कति छ नि स्कुलबाट आएदेखि छुक 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 एकछिन चुप लाएर बस्ने होइन दा छिटो जम्मा गराउँछ त बाजु बसले के हान्नु छिटो खान ढिला भयो पानी छोडिदियो अब जाने पानी यसले त पानी हालिहाली ठेल्यो त अनि त्यसै झन्डै 3टा मोमो झारेको थियो ल भयो 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 त मजा गरेर भन्नु बेला